यो चाहिँ हाम्रो खेत रहेको छ। आज चाहिँ रोपाइ रहेको छ है यो ठाउँमा। यहाँदेखि यहाँसम्म मोबाइलमा चाहिँ हल्का ठुलो स्क्रिन हेरिन्छ, यहाँ चाहिँ त्यति ठुलो छैन है, मोबाइलमा चाहिँ हेरिन्छ। अगाडिमा चाहिँ हाम्रो पोखरी रहेको छ। अनि यो चाहिँ सबै बिउहरू अहिले छरिएको छ है। अनि के भन्छ 8-9 बजे आएर मस्त यहाँ चाहिँ मैले सबै अझै छिर्याउँछु सबै कोलामा। त्यसपछि आज चाहिँ टाइम लागिहाल्छ अलमोस्ट कति तपाईको 11 बजे आउँछ काम गर्ने मान्छेहरू, रोप्ने मान्छेहरू। तपाईको लगभग 4-5 बजिहाल्छ, किनभने घाम त्यतिकै छ नि त, गर्मी गर्छ, त्यस कारणले टाइम लाग्छ, अझ पुरै टाइम लाग्छ। यहाँ चाहिँ मैले बसेर मस्त गर्ने हो। यहाँ चाहिँ बसेर म अर्डर गर्छु, खालि अर्डर त के यताउता पनि गर्नुपर्छ, त्यसलाई कम गर्छु किनभने गर्मी छ नि त, गरेन फेरि दिमाग खराब गरिदिन्छ है। अनि यता चाहिँ इँटा भट्टा रहेको छ। त्यसपछि यता यस्तै छ, त्यति खास छैन केही। अरू के भन्नु, अरू यादै छैन। अहिले भ्लगिङ बनाइरहेको छ, हेरौँ। अहिले चाहिँ लगभग यतातिर रोपाइ भइसकेको छ। अहिले चाहिँ ठ्याक्कै तपाईँको 12:30 बजिरहेको छ अहिलेको टाइममा। यहाँ चाहिँ 3वटा मात्रै बाँकी छ, 3वटा ठ्याक्कै त 3 र डिजिन मात्रै बाँकी छ फिल गर्नलाई। सबै रोपाइ आज चाहिँ फिनिस भइहाल्छ है। अहिले चाहिँ ओभर गर्मी छ, त्यो चाहिँ तपाईँको हेराउन मिल्दैन। अहिले चाहिँ ओभर गर्मी छ, ओभर मोबाइल तात्न सक्छ क्या, त्यस कारणले यहाँ चाहिँ बस्ने त्यहाँ एउटा कोही मान्छे बसेको छ त्यहाँ अलरेडी। अझै मलाई लाग्छ आज छिट्टै हुनेवाला छ, छिट्टै।